मेरो कथा। डियर कल्याण, समयले बगाउन नसकेका मेरा मनका रहरहरू, जिन्दगीले गुमाउन नसकेका मेरा तनका कहरहरू उठाएर हेरे मनका रहरहरूलाई, छताछुल्ल पोखेर तिनै मनका कहरहरूलाई हेरे। सपना जस्तो लाग्ने यो जिन्दगीको कथा कहाँबाट सुरु गरौँ म? सोचेको भन्दा जब जिन्दगी विपरीत दिशातिर बढ्दै जान्छ, अनायास भुमरीमा फस्दा रहेछन् मान्छेका सपनाहरू, मान्छेका मनहरू, मान्छेका भावनाहरू र मान्छेको स्वयं जिन्दगीको बाटो जब भुमरीमा पर्न थाल्छ, तब मन दुख्दो रहेछ। धरती यही हो, आकाश यही हो, मान्छे यही हुन्, भावना यही हो। कहाँ गएर कसलाई व्यक्त गरू, यी मनका कुरा जस्तो भइरहँदो रहेछ। त्यसैले आज व्यक्त गर्न चाहन्छु म मेरा मनका कुराहरू, मनका भावनाहरू साट्न चाहन्छु र मेरो जिन्दगीको यथार्थ कुराहरू आज तपाईलाई सुनाउन चाहन्छु। डियर कल्याण, मेरो नाम सीमा हो। विक्रम सम्वत 2038 सालमा मेरो जन्म ललितपुरको कुमारी पाटी नजिकै भएको हो। मेरो एकजना दाजु र एकजना भाइ थिए। मेरा बुबा सरकारी स्कुलमा शिक्षक हुनुहुन्थ्यो, आमा गृहिणी। मैले सानोमा पुल्चोक स्थित मदन स्मारक स्कुलमा पढेकी। मेरो बुबा अत्यन्तै कडा स्वभावको हुनुहुन्थ्यो। मैले कक्षा कोठाहरूमा पढ्दै गए। मेरा बालापनका जिन्दगीहरू, मेरा बालापनका खुसीहरू, मेरा बालापनका रहरहरू आज एक एक गरेर आँखामा हेर्छु। कति मीठा थिए ती सपनाहरू, कति सुकुमार थिए ती सपनाहरू। तर जब जब मान्छे ठुलो हुँदै जान्छ, आफ्नै सपनामाथि कुल्चेर हिँड्दो रहेछ मान्छे स्वयं आफै। यही हो जिन्दगीको कुरा। म पढ्दै जाँदा मलाई राम्रोसँग याद छ, म जब घरबाट स्कुलतिर निस्कन्थे, तब कहिले काहीँ मेरो पछाडि कोही केटा मान्छे मलाई पिछा गरिरहे जस्तो लाग्थ्यो। म वास्ता गर्दैनथे। तर एक दिन, दुई दिन, महिनौसम्म चल्दै गएपछि मन त अलिकति फर्कदो रहेछ। मलाई पिछा गर्ने मान्छे को हो जस्तो लाग्थ्यो ती दिनहरूमा। र पछि थाहा हुँदै गयो उसको नाम एबाट आउँथ्यो। मानौ उसको नाम अञ्जन हो। उसको घर ललितपुरको सातो बाटोमा थियो। 3 दाजुभाइ थिए उसका। डियर कल्याण, आज सम्झना आउँछ त्यो पुराना दिनहरूको। कहिलेकाहीँ जिन्दगीमा पुराना दिनहरू पनि सम्झन बाध्य हुँदो रहेछ मान्छे। मन चाहँदैन पुरानो अवशेषतिर फर्केर हेरौँ। मन चाहन्छ आफूभित्र प्वाँख जोडेर कतै सुनौला आकाशमा उडु, कतै सपनाको नगरीमा उडु। तर जब अतीतले आफूतिर तान्दै जान्छ र अतीतको भुमरीभित्र जब मन फस्दै जान्छ, तब सकिँदो रहेनछ। त्यसैले आज एक एक भत्काउँछु म मेरो जीवनको कथालाई, अतीतदेखि आजसम्मको कथालाई। त्यो उमेर, त्यो दिन। एक दिन उसले मलाई मन पर्छ भनेर भन्यो। मलाई राम्रोसँग याद छ। त्यो दिन बेलुका घर आएर म कल्पिरहे एउटा केटा मान्छे। त्यसरी अनायास आएर मन पराउँछु भन्नुलाई मैले नकारात्मक रूपमा पनि लिन सकेन, सकारात्मक रूपमा पनि लिन सकेन। समय गुज्रिरह्यो मबाट। स्कुल जाने आउने निरन्तर चल्दै जाँदा उसले मलाई निरन्तर पछ्याइरहेका ती पलहरूलाई मैले आफूबाट टाढा जान दिएन र बिस्तारै बिस्तारै मान्न हो मेरो कोरा कागजभित्र, उसको हृदयको पानाभित्र मैले आफूलाई समेट्दै लगे। दिनहरू बित्दै गए, समय गुज्रदै गए। विक्रम सम्वत 2052 सालको कुरा हो। मेरो बुबा कडा स्वभावको हुँदा हुँदै पनि म उसँग बिस्तारै बिस्तारै घुम्न थालिसकेकी थिए र बिस्तारै बिस्तारै
उसले मलाई मन पराउने क्रममा एक दिन मेरो फुपूकोमा जानुपर्छ भनेर कर गर्न थाल्यो। हुन्छ भन्न पनि सकेन, हुँदैन भन्न पनि सकेन त्यो दिनकै। तर फर्कदा यति अबेर भयो, मेरो बुबा अत्यन्तै कडा स्वभावको हुनुहुन्थ्यो। म बाटोमा रोए, उसले मलाई फकायो र फर्केर फुपूको घरमै लग्यो। हामी 2 दिन त्यहीँ बस्यौँ। तर तेस्रो दिन अब आउने कुरा थिएन। मेरो बुबाले दुई मलाई खोज्नु भएछ डियर कल्याण। त्यो बालापनको जिन्दगी, त्यो बालापनको कुरा गर्दैछु म। र मेरो बुबाले प्रहरीमा उजुरी गर्नुभएछ। खोज तलास हुँदै गयो र त्यो दिन पुलिस थानामा मलाई मेरो श्रीमानको तर्फबाट भन्न लगाइयो म आफ्नै खुसीमा आएकी हुँ। म के भनौँ कसो भनौँ भइरहेको थियो र बिस्तारै बिस्तारै समय र परिस्थितिले म त्यो दिन पुलिस थाना पुगेकी थिएँ। आज सम्झन्छु मेरो साथमा अन्जन थियो। आज सम्झन्छु मैले उसलाई यति प्रिय देख्थे कि मेरो अगाडि जन्म दिने बुबा आमा इष्ट मित्र सबै फिका लागे। मैले मायाले हेरे, आँखाले हेरे, हृदयले हेरे र पुलिस थानामा त्यही बोलिदिए म आफ्नो खुसीले आएकी। आज सम्झन्छु मेरो कथालाई डियर कल्याण। किन मान्छे यति विघ्न गहिराईबाट डुबेर, किन मान्छे यति विघ्न अप्ठ्यारो बाटोबाट हिँडेर फेरि भुमरीमा फस्छ। आज सुनाउन चाहन्छु म मेरो कथा, आज सुनाउन चाहन्छु। बस आज किन रुन्छ यो मन एक्लै हुँदा त रिन्छ यो मन उडी जाने आकाश सुनेर त्यो बादलमा तर डर किन लाग्छ मलाई डर सबले टेकिदिन्छ सम्हालिन खोज्दा मन एक्लै रोइदिन्छ अनि हाँसिदिन्छ आफैलाई हेर्दै मन। तर किन मलाई मात्र यस्तो भएको जस्तो लाग्छ। हर पाइला सार्न खोज्दा बाटो बिलाएको जस्तो लाग्छ। अब के गरौँ, अब के एक्लै हुँदा त रोइदिन्छ यो मन उडी जाने आकाश सुनेर त्यो बादलमा तर डर किन लाग्छ मलाई डर हट्दैन हर पल किन लाग्छ यो डर। यादमा हराइदिन्छ कसैलाई खोज्दा आसमा तर्पिन्छ मन फेरि टिपिन्छ अनि फ्यालिन्छ जब फल्न खोज्दा मन। तर किन मलाई मात्र
जस्तो लाग्छ अब के गरमा अब के गरमा मन किन रुन्छ यो मन एक्लै हुँदा त झन् रुइदिन्छ यो मन डियर कल्याण, पोल्ने घामलाई बादलभित्र लुकाएर आफ्नो बनाउन खोजे मैले, बिजाउने काँडालाई पनि फूलभित्र लुकाएर मनमा सजाउन खोजे मैले, घाइते मनलाई मलम लगाएर आफ्नो हृदयमा सजाउन खोजे मैले। तर आज त्यही घामले पोल्यो, त्यही काँडाले बिजायो मलाई, र त्यही मनले दुरु दुरु रुवायो। जसलाई देवता भनेर ठानिन्छ, जो पुज्न योग्य हुन्छ, कहिलेकाहीँ त्यही देवता पनि दानवको रूपमा आफ्नै अगाडि उभिएपछि जिन्दगी त नरक जस्तै हुने भयो। कहिलेकाहीँ त सोच्छु यो दुनियाँमा देवता बन्न धेरै सजिलो रहेछ। देवता बन्नलाई त ढुङ्गा बनिदिए पुग्छ, चुपचाप ढुङ्गा बनिदिए पुग्छ। दुःख भोग्ने त मान्छेले हो, त्यसैले देवता भन्दा मान्छे बन्न धेरै कठिन छ जस्तो लाग्छ। आज जुन अवस्थाबाट गुज्रिरहेकी छु डियर कल्याण, आज जुन अवस्थाबाट म हिँडिरहेकी छु, अत्यन्तै विकराल र डर लाग्छ। आफ्नै अगाडि सारा सपनाहरू च्यातिए जस्तो लाग्छ, सारा खुसीहरू कतै लुटिए जस्तो लाग्छ। कसले लुट्यो होला मेरो खुसी, कसले तान्यो होला मेरो भाग्यमाथिको चुँदरीलाई, र आज धुजा धुजा पारेर फ्याँक्यो होला। त्यो दिन सम्झन्छु म पुलिस थानामा पुगेको दिन, र त्यो दिन मैले सबैको अगाडि भने म आफ्नो खुसीले आएको भनेर। प्रहरी समक्ष मैले त्यही कुरा भनेकी। विक्रमसम्म 2053 साल वैशाख 18 गते मैले त्यो भनिसकेपछि मेरो बुबा र मेरो परिवारको हार भयो। मैले मेरो श्रीमानलाई स्वीकारे, र मैले सारा घर परिवार स्वीकारेर श्रीमानलाई आफ्नो बनाए। असाध्य माया गर्नुहुन्थ्यो उहाँ, मलाई पछ्याएर मेरो बाटो पछ्याउँदै आउने उहाँ मलाई असाध्यै रोज्नुहुन्थ्यो। बिर्सन सक्दैन उहाँको गुण। विक्रमसम्म 2053 सालको वैशाख 18 गते हाम्रो दुवै पारिवारिक तर्फबाट धुमधाम विवाह भयो। विवाह पश्चात म श्रीमानको घर सातो बाटो गए। सासू ससुरा 3 दाजुभाइ हुनुहुन्थ्यो उहाँहरू। उहाँको जेठो दाइ फ्रान्समा सपरिवार बस्नुहुन्छ, उतैको नागरिक हुनुहुन्छ। अत्यन्तै राम्रो व्यवस्था छ उता। कान्छो भाइ र उहाँ घरमा हुनुहुन्थ्यो। सब चीज राम्रो थियो मेरो। संयुक्त परिवार भए पनि उहाँ अत्यन्तै माया गर्नुहुन्थ्यो। कहिलेकाहीँ तरकारी कम भयो भने मेरो भागमा आफ्नो कचौराको तरकारी छोडेर उठ्नुहुन्थ्यो। मैले भान्सामा हेरिरहन्थेँ उहाँलाई। ती दिनहरू आज सम्झन्छु म। संयुक्त परिवारमा रहँदा भान्सो सम्हालेकी मैले कहिलेकाहीँ खाना नपुग्दा उहाँ आधा पेट खाएर उठ्नुहुन्थ्यो। आज सम्झन्छु ती मायाका कुराहरू, आज सम्झन्छु ती स्नेहका कुराहरू, आज सम्झन्छु ती पिरतीका कुराहरू। बाहिर कतै जानुभयो भने फोन गरेर सोध्नुहुन्थ्यो तिमीलाई के कुरा ल्याइदिउँ भनेर। मैले केही पर्दैन भन्दा पनि झोलाभरि खानेकुरा बोकेर ल्याउनुहुन्थ्यो र कोठाभित्र बसेर खान सल्लाह दिनुहुन्थ्यो।
मेरा सुखका दिनहरू अत्यन्तै राम्रा थिए र माइतीमा पनि सबैले भन्थे राम्रो जुवाई पाएको जस्तैले राम्रो हुनुहुन्छ। उहाँलाई कसैले नराम्रो भन्दैन थियो, बानी पनि असल थियो। उहाँको मोबाइलको सोरुम पछि आएर उहाँले मोबाइलको सोरुम खोल्नुभयो। टन्न पुर्ख्यौली सम्पत्ति थियो हाम्रो। विक्रमसम्म 2055 सालमा जेठो छोरा जन्मिएपछि हामीले जग्गाको कारोबार पनि गर्यौं। त्यति बेला जग्गाको कारोबार राम्रो थियो, राम्रो कमाई भयो। मोबाइल सोरुम पनि राम्रो थियो। उहाँको माया, उहाँको सद्भाव, उहाँको स्नेह मैले कहिल्यै पनि मेरो श्रीमानमाथि शङ्का गरिन। कहिले पनि उहाँमाथि नराम्रो नजरले हेरेन। कहिले मलाई नराम्रो गरे पो मैले उहाँमाथि प्रश्न उठाउनु। सधैँ माया गर्नुहुन्थ्यो, सधैँ स्नेह दिनुहुन्थ्यो। कहिले पनि छुट्याउनु भएन श्रीमती भनेर। मलाई कसैले नराम्रो भन्यो भने घरमा उल्टै प्रतिवाद गर्नुहुन्थ्यो। मलाई लाग्थ्यो मैले भाग्यमानी श्रीमान पाएको छु। तर जिन्दगीमा सधैँ दिनहरू एकनाश हुँदा रहेनछन् डेर कल्याण। 55 सालमा छोरो जन्मिएपछि विक्रम सम्मत 2061 सालमा आएर छोरीको जन्म भयो। माइती घर, साथीभाइ सबैले भन्थे तिम्रो श्रीमान त कति ज्ञानी। म दङ्ग पर्थे, आफूलाई भाग्यमानी ठान्थे। सोच्थे त्यसरी घर छोडेर, परिवार छोडेर बुबाले प्रहरीमा केस गर्दा पनि आफ्नै खुसीले आएकी भनेको सही निर्णय गरे जस्तो लाग्थ्यो। कहिल्यै पनि मन दुखाउनु भएन। केटी मान्छे सानो मन कहिलेकाहीँ म कराइदिन्थे। भेषकन रिसाउँदा उहाँ चुप्प लाएर बस्नुहुन्थ्यो, बरु नखाएर सुत्नुहुन्थ्यो। कहिल्यै पनि मसँग प्रतिवाद गर्नु भएन डेर कल्याण। कसरी भन्नु दुःखको कुरा, कसरी भन्नु पीडाको कुरा, कसरी सुरु गरौँ म यो जिन्दगीको कथा। कहाँबाट कहाँ पुग्छ मान्छेको जिन्दगी, आज सुनाउँछु म। कुरा विक्रम सम्मत 2066 सालको हो। त्यो दिन उहाँको एउटा मोबाइल सिरानीमा राखेर सुत्नु भएको थियो, बिर्सिनु भएछ। जाने बेला 2-3टा मोबाइल हुन्थे। अर्को दिन उहाँ जानुभयो। संयोगले त्यो दिन मेरो मोबाइल बिग्रिएको कारण त्यही मोबाइल चलाउने विचार गरे र हेरे। सबै कुरा खाली थियो। इनबक्समा गएर हेरे, त्यहाँ पनि खाली थियो। तर त्यहाँबाट आर्काइभमा छिर्दा 1-2टा म्यासेज छुटेका रहेछन् र भिडियो र फोटो पनि छुटेको रहेछ। पाप धुरीबाट कराउँछ भने जस्तै। मैले त्यहाँ भित्र गएर हेरे, म्यासेजमा लेखिएको थियो यो जुनीमा तिम्रो हुन नसके पनि अर्को जुनीमा हुनेछु। म छक्क परे। मेरा दिमागहरू घुम्न थाले। किन श्रीमान यति धेरै फोनमा झुन्डिरहनुहुन्थ्यो? किन जहिले पनि फोनमा झुन्डिनुहुन्थ्यो? मैले फोन किन गर्नुभएको भन्दा साथीभाइको फोन हो, तिमीलाई किन चाहियो भन्नुहुन्थ्यो। मैले सम्झँदै गएँ। तब भिडियो हेरेँ, फोटो हेरेँ डेर कल्याण। म छाँगाबाट खसेँ। मेरो श्रीमान यस्तो। र त्यसपछि मैले त्यो नम्बरमा फोन गरेँ। त्यो नम्बरमा केटीले फोन उठाए। उसको नाम एसबाट आउँथ्यो, मानव उसको नाम सब्बु हो। डेर कल्याण। मैले फोन गरेर सोधेँ, सबै कुरा एक एक गरेर सोधेँ। मेरो श्रीमानलाई चिन्छौ भन्दा उसले चिन्दैन भने मलाई पछि थाहा भयो मेरो श्रीमानले आफ्नो नाम झुटा भनिरहनु भएको रहेछ उसलाई। त्यसपछि मैले सोधेँ, सबै कुरा बताउँदै गएँ। श्रीमान चढेको मोटर बाइक करिजमा कालो कलरको रङको मोटरसाइकल भनेपछि उसले हो भन्यो। त्यसपछि ऊ माथि शङ्का थपिँदै गएपछि उसले तपाईँ को बोल्नु भएको भनेपछि मैले केही पनि भन्न सकेन र मोबाइल राखेँ। अर्को दिनको कुरा हो डेर कल्याण। दिउँसोको समय सासू ससुरा ठुलो दाइले बोलाएर फ्रान्स घुम्न जानुभएको थियो 6 महिनाको लागि। र त्योभन्दा अगाडि फ्रान्सबाट दाइले मेरो श्रीमानलाई पठाइदेऊ भनेर मलाई आग्रह गरिरहनु भएको थियो। मैले सोचे यति माया गर्ने श्रीमानलाई पठाएर के गरौँ? सम्पत्ति प्रशस्त छ, सबै कुरा पुग्दो छ, त्यहाँ गएर पो के हुन्छ र भनेर देवरलाई जानको लागि पठाउनको लागि आग्रह गरे।
र परिवारको त्यही निर्णय अनुसार देवर पनि फ्रान्स पुगिसक्नु भएको थियो त्यति बेला र सासू ससुरा पनि घुम्न जानु भएको थियो। जेठो छोरा हस्टेलमा बसेर पढ्न थालिसकेको थियो। हस्टेलमा बस्थ्यो। कान्छी छोरी मात्र थिए घरमा। धेर कल्याण। अर्को दिन दिउँसोको कुरा हो। श्रीमान र म त्यहाँ छतमा बसेर कुरा गरिरहेका थियौँ। अचानक हिजो मैले गरेको नम्बरबाट फोन आयो र मैले फोनमा कुरा गरिरहेँ। श्रीमानलाई सायद नरमाइलो लाग्यो होला। कुरा गर्दा गर्दै फोन कट्यो र त्यसपछि श्रीमानले मबाट मोबाइल खोसेर लानुभयो। मैले भने किन यस्तो गर्नुहुन्छ? सत्य कुरा के हो बताउनुहोस्। त्यो दिन उहाँले केही कुरा बताउनु भयो, तर बुझ्दै गए डियर कल्याण। उहाँले आफ्नो नाउँ डाँट्नु भएको रहेछ र म अविवाहित हुँ भन्नुभएको रहेछ। म छक्क पर्दै गए। जिन्दगीका यी कथाहरू, जिन्दगीका यी दुःखहरू, जिन्दगीका यी सुखहरू एक एक गरेर केलाउन मन लाग्यो। त्यो रातभरि रोएँ म। उहाँले सम्झाउनु भयो, म तिमी बगैर म कहीँ पनि जाँदिन, तिमीलाई छोडेर कहीँ जाँदिन। उहाँले कसम खानुभयो। मन बुझाउनको लागि आफूलाई सम्हालेर राखे। तर अर्को दिन बिहानै उहाँ घरबाट निस्कनु भयो। फोन गर्छु, उहाँको मोबाइल अत्यन्त व्यस्त छ। नम्बरहरू पनि डिलिट भइसके जसको नम्बरमा फोन गरेको थिएँ। र अर्को दिन त्यो नम्बर पनि डिलिट गरिएको रहेछ। जुन नम्बरमा मैले फोन गर्थेँ त्यो नम्बर पनि ब्लक भएछ। अर्को मोबाइल चल्न थाल्यो। घर ढिलो आउने, मैले फोन गर्दा व्यस्त छु भन्ने। धेर कल्याण। मेरो श्रीमान जसमाथि कहिल्यै पनि शङ्का गर्दैनथे, आज म सुनाउँछु मेरा जीवनका कथाहरू। म सुनाउँछु आज मेरा जीवनका दुःखहरू। आज म सुनाउँछु मेरा जीवनका पीडाहरू, मेरा ती खुसीहरू, मेरा ती उमङ्गहरूमाथि ग्रहण लागेका यी क्षणहरू। कसलाई सुनाऊ, कसलाई भनौँ, कहाँ गएर पोखु यी वेदनाहरू, यी दुःखहरू। त्यसैले डियर कल्याण, आज तपाईँलाई सुनाउँदैछु कसको आँखा लाग्यो मेरो जिन्दगीमाथि। म आज सुनाउँदैछु बस तपाईँलाई।
मेरो कथा। डियर कल्याण, उज्याला दिनहरू हेर्दा हेर्दै जब दिन रातमा गएर विलीन हुन्छ तब सपनाहरू पनि पश्चातापको सिरानी हालेर सुत्दा रहेछन्। दुःखमा, सुखमा, पीडामा, वेदनामा, छटपटीमा बाँचिरहने यी मनका कुरा कसरी गरौँ आज म? कसरी सुनाऊ यी मनका भावनाहरू, छटपटीहरू, दुःखहरू, पीडाहरू? कसले बुझिदिन्छ, कसले सुनिदिन्छ? जसप्रति जिन्दगी सधैँ वफादार रहिरह्यो, जसप्रति जिन्दगी हमेशा त्यही जिन्दगी बाँकी बाङ्गिएर हिँडेपछि के नै रहन्छ र? रित्तो रित्तो शून्य शून्य लाग्ने जिन्दगीको यो उदेक लाग्दो भावसागरमा आज म एक्लै रुमल्लिरहेकी छु। त्यसैले आज तपाईँलाई लेख्न मन लाग्यो मेरा कथाहरू, मेरा व्यथाहरू, मेरा दुःखहरू। कमसेकम यो सहरमा कोही मान्छे त छ हामी जस्ता बाँडिदिन्। त्यसैले डियर कल्याण, आज तपाईँलाई लेख्दैछु म मेरो कथा, मेरो आफ्नो कथा हो यो, मेरो दुःखको कथा, पीडाको कथा। श्रीमान सँगको जिन्दगी र प्रेम विवाह सँगसँगै हिँड्दै गरेको जीवनको कठोर कथा हो यो। त्यसैले आज म व्यक्त गर्न चाहन्छु। यसरी समय गुज्रदै गए, समय अगाडि बढ्दै गए डियर कल्याण। मैले उहाँलाई बारम्बार भन्न थाले, तपाईँ जस्तो मान्छे छोरा होस्टेलमा बसेर पढिरहेको छ, यति सानो छोरी छ, तपाईँभन्दा 16 वर्ष कम उमेरकी केटीसँग किन यसरी जिन्दगीमा हाम फालेर जानुहुन्छ? उहाँ केही बोल्नु हुँदैन थियो। मैले यो सोचेको थिएन, तर कसरी हो कसरी आज म त्यो प्रेमको दलदलमा फसिसकेको छु भन्नुहुन्थ्यो। डियर कल्याण, म कसरी सम्झाऊ, म कसरी व्यक्त गरौँ ती मनका कुराहरू? जब दिनभरि छोरी स्कुल जान्थे म घरमा एक्लै हुन्थे। सासू ससुरा फ्रान्स गइसक्नु भएको थियो। बुढाबुढी मेरो श्रीमानलाई बोलाएको ठाउँमा देवर जानुभएकोले घरमा म एक्लै हुन्थे। दिनभरि मनमा नाना किसिमका कुराहरू खेल्थे। श्रीमानलाई फोन गर्थे, कहिले कहाँ श्रीमान, कसरी पछि लाग्न सक्छु र? घरमा छोरी मात्र थिए। जब स्कुलबाट आउँथे त्यसको अनुहार हेर्थे म। छोरालाई फोन गर्थे, जसो तसो समय गुजारिरहेको थिए। एक दिन मैले फेरि उसको नम्बर थाहा पाएँ। मलाई छटपटी भइरहेको थियो। कुरा विक्रम सम्मत 2067 सालको हो डियर कल्याण। मैले फेरि श्रीमानबाटै नम्बर पाएर उसलाई फोन गरेँ र भेट्न आग्रह गरेँ। हाम्रो भेट भयो, तर जुन ठाउँमा भेट्ने भनेको थियो त्यो ठाउँमा भेट भएन, मात्र फोनमा भेट भयो। त्यो पल उसले मलाई पनि कैयौं केटाहरू घरमा माग्न आएको थिए, तर मैले सब चिज छोडे उसको लागि। उसले मलाई धोका दियो। न म यताको भए न म उताको भए डियर कल्याण। उ त उल्टा फोनमा रुन थाले। मैले कुरै बुझिन। त्यो दिन बेलुका म घर आएँ। श्रीमान फर्केर आउनुभयो र मैले भने मलाई डिभोर्स दिनुहोस्, मलाई छुट्याइदिनुहोस् र तपाईँ आफ्नो जिन्दगी जसरी हो बाँच्नुहोस्, मलाई कुनै सरोकार छैन। त्यो दिन उहाँले आँखाभरि आँसु ल्याएर भन्नुभयो, हेर मैले आजसम्म त्यस्तो नराम्रो गरेको थिएन। म घर बिगार्न चाहँदैन। म फसेको हुँ, म हैरान छु। उहाँले यस्तै भन्नुभयो र लामो सुस्केर हाल्नुभयो। केटी एमए लेभलमा पढ्दै गरेकी थिए त्यति बेला। मेरो श्रीमान भन्दा 16 वर्ष कान्छी डियर कल्याण। पढे लेखेकी केटी।
कहिलेकाहीँ मेरो घर वरिपरि स्कुटर लिएर घुमिरहन्थे। श्रीमानले स्कुटर आउन साथ कान ठाडो पारेर हेर्नुहुन्थ्यो। म के गरौँ? म दिनभरि छटपटिरहन्थे र भन्थे मलाई बिदा दिनुहोस्, आउनुहोस्, छुट्यो, परिवारका मान्छेहरूलाई बोलाउनुहोस्। धेर कल्याण उहाँले मलाई सम्झाउँदै जानुभयो। म यो कुराबाट पार लाग्छु भन्नुहुन्थ्यो। तर दिनभरि बेलुका मसँग बस्नुहुन्थ्यो र दिनभरि उसँग कामहरू बिस्तारै बिस्तारै कम हुँदै गइरहेको मैले महसुस गरिरहेको थिएँ। पैसाको कमी थिएन उहाँसँग, सायद त्यसैले होला दिनभरि दुवैजनाको भेटघाट हुन्थ्यो भन्ने कुरा मैले महसुस गर्थेँ। यसरी दिनहरू बित्दै जान थाले। धेर कल्याण एक दिन उहाँले मलाई भन्नुभयो, मैले त्यस्तो सोचेको थिएन, तर उसको माया देखेर म आफै पागल छु। उहाँले यस्तै भन्नुभयो। मैले भने झुट बोल्नु हुँदैन, तपाईँको गल्ती हो, तपाईँले विवाह गरेको छैन भन्नुभयो। तपाईँले मेरो कोही छैन भन्नुभयो। आफ्ना सारा सब कुरा भन्नुभयो, तर परिवार र श्रीमतीको कुरा गर्नु भएन। आज यो अवस्था आइपुग्यो। धेर कल्याण यसरी दिनहरू गुज्रदै गए, यसरी समयहरू बित्दै गए। एक दिनको कुरा हो, श्रीमान बेलुका अलि छिटो आउनु भएको थियो। उहाँले मलाई छतमा बोलाउनु भयो। म भान्सामा खाना बनाउँदै थिएँ। उहाँले बोलाउनु भएर भन्नुभयो, हेर सब्बुले यो घरमा आउँछु भनेकी छे। धेर कल्याण म छाँगाबाट खसे जस्तो भए। म के भनौँ मैले बुझ्नै सकेन। म एउटा त्यस्तो श्रीमती हुँ जो श्रीमानको प्रेमिका घरमा आउँछ भनेर श्रीमानले आग्रह गरिरहनु भएको छ। म के भनौँ? उहाँले भन्नुभयो, ऊ आउँछ केही पनि हुँदैन, उसले आउँछु भनेकी छे, म भोलि लिएर आउँछु। धेर कल्याण म आज सुनाउँछु तपाईँलाई मेरो साँचो कथा। म आज सुनाउँछु तपाईँलाई आफ्नो कथा। म एउटी त्यस्तै श्रीमती हुँ जो श्रीमानको प्रेमिकालाई आफ्नै घरमा निम्ता दिनको लागि कसैले अनुमति मागिरहेको छ। त्यो पल मैले भने, मलाई अब 20 दिनुहोस्, किन यस्तो कुरा सुनाउनुहुन्छ? मलाई 20 दिनुहोस्, बस 20।
डियर कल्याण, सम्भावनाका पर्दाहरू च्यातेर हेरे मैले, सपनाका आँखी झ्यालहरूबाट बाहिर झाँकेर हेरे मैले। मेरो अतीत, मेरो आगत, मेरो अनागत, सब चीज आफ्नो अगाडि चलचित्र जस्तै घुम्दै गए। विश्वासमा विश्वासघात भएपछि मन कहाँ थाम्न सकिँदो रहेछ र? विश्वासमा विश्वासघातका कुराहरू वहिरिन थालेपछि मन कहाँ थामिन सक्दो रहेछ र? मेरो श्रीमानले जसलाई माया गर्नुहुन्थ्यो, प्रेमिका बनाउनुहुन्थ्यो, उसको घर काठमाडौँ बालाजु नजिकै थियो। एमए लेभलमा पढ्दै गरेकी केटी, मेरो श्रीमानको भन्दा उमेरले 16 वर्ष कान्छी। मैले सोच्नै सकिनँ, दुवैजना बच्चाहरू छन्, एउटा परिवार छ। मेरो मैले र त्यो दिन उहाँले भन्नुभयो, सब्बु यहाँ आउन खोजिरहेकी छे, म के गरौँ भनेर। म आँखाभरि आँसु ल्याएर रोएँ। डियर कल्याण, घरमा त्यत्तिकै बसिरहेकी छु, छोराछोरीहरूलाई हेरेर। श्रीमान घरबाट छिटै निस्किनुहुन्छ, कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, कुनै ठेगान छैन। पहिला पहिला त मसँग आज चान्चुन पैसा छैन भनेर पैसा लिएर जानुहुन्थ्यो। श्रीमानले पैसा माग्दा खुसी लाग्थ्यो र दिन्थे आफूसँग भएको पैसा। तर पछि पछि त्यो कुरामा मैले आफै कडाई गर्दै गएँ, पैसा दिन पनि छोडेँ। उहाँले त्यसलाई सकारात्मक रूपमा लिनुभयो या नकारात्मक मलाई थाहा भएन। डियर कल्याण, तर मैले राम्रोको लागि सब चिज रोक्दै गएँ। कसलाई भनौँ, कहाँ गएर सोधु? संयुक्त परिवार छ, यतिखेर घरमा कोही पनि हुनुहुन्थेन, सबैजना फ्रान्समा। घरको अवस्था त्यस्तो छ, यता फर्केर रुन्छु, उता फर्केर रुन्छु, रातभरि निन्द्रै लाग्दैन, छटपटीमा सारा रात बित्छ। को आयो मेरो जिन्दगीमा कलङ्क भनेर सोच्छु, तर फेरि आफ्नो श्रीमानतिर फर्कन्छु। दोष सबै उहाँकै देख्छु। आफ्नो नाम परिवर्तन गरेर मेरो श्रीमती छैन भनेर ढाँटेर उहाँले जुन मायाको जाल फ्याँक्नु भयो, तर आज त्यही जालभित्र आफै परे जस्तो लाग्यो। मलाई राम्रोसँग याद छ डियर कल्याण, विक्रम सम्वत 2067 सालको कुरा हो। माघ महिना बितिसकेको थियो, फागुनको याम। काठमाडौँको आकाश छ्याङ्ग खुलेको थियो त्यो दिन। करिब दिउँसोतिर श्रीमान आउनुभयो र एकछिनपछि भन्नुभयो, ऊ यही आउँदैछ, के गर्ने, तिमी बसेर समाधान गर। मलाई यति धेरै रिस उठ्यो डियर कल्याण, र मैले भने, तपाईँले खनेको खाल्डो हो, तपाईँ यसमाथि तपाईँले नै पुर्नुहोस्। मसँग कुनै सरोकार छैन। तपाईँलाई मेरो माया छैन भने आउनुहोस्, सबैजनालाई साक्षी राख्नुहोस् र मबाट छुट्टिएर बस्नुहोस्। म कहिले पनि तपाईँको अनुहार हेर्न आउँदिनँ, कहिले पनि तपाईँलाई दुःख दिँदैन। एउटा कुरा याद गर्नुहोस्, सधैँ मोटरसाइकल चढेर लज र रेस्टुरेन्टमा बसे जस्तो हुँदैन वैवाहिक जिन्दगी। विवाह गरेर ल्याउनुहोस्। यथार्थमा को कस्तो हुन्छ त्यति बेला थाहा हुन्छ। मेरो श्रीमानले अध्यारो अनुहार लगाएर भन्नुभयो, म तिमीलाई छोडेर जान चाहँदैन।
तर ऊ आउँदैछ। नभन्दै एकछिनपछि आँगनमा स्कुटी रुक्यो ढेर कल्याण। आज मेरो जीवनको साँचो कथा सुनाउँछु तपाईँलाई। ढाँटेको भए मलाई पाप लागोस्। म कुहाए जस्तो भए, मुटु धोकधोक गरिरहेको थियो। आफ्नै घरमा आफ्नै आँखा अगाडि श्रीमानले अर्को केटी ल्याउँदैछ मसँग भेट गराउन। यो कस्तो जमाना हो, यो कस्तो परिवेश हो, यो कस्तो देश हो, र आउने केटी कस्तो हो। आज सुनाउँछु तपाईँलाई मेरो कथा। म त्यहाँबाट उठेर किचनतिर गएँ। मलाई त्यहाँ बस्नु अप्ठ्यारो भयो। ऊ सरासर माथि आए। हेलमेट टाउकैमै थियो रे, र हामी सुत्ने बिस्ताराको पश्चिमपट्टिको झ्यालनेर बसी। हामी दुवैजना सुत्ने बिस्तारा डबल बेडको थियो। श्रीमान बिस्तारा नेर बस्नुभयो। एकछिनसम्म बाहिर छतमा यताउता हेरिरहे। यो के भइरहेको छ मैले बुझ्नै सकेन डियर कल्याण। त्यसपछि म भित्र छिर्न साथ दुवैजना चुपचाप। उसले टाउकोबाट हेलमेट झिकेर छेउक्रो त गरौँ गएर पानी ल्याएर दिए। उसले पानी खाए। श्रीमानले पनि खानुभयो। तलदेखि माथिसम्म हेरे त्यो केटीलाई। मलाई अचम्म लाग्यो। र त्यसपछि पानी पिसकेपछि श्रीमानले भन्नुभयो, अब के गर्ने भन। त्यो पल मैले रिसाउँदै भने, म केही गर्दिन, र यो घरभित्र यदि कोही आउँछ भने म केस गर्छु। म कानुनी उपचार खोज्छु। म हुँदाहुँदै, मेरो छोरा र छोरी हुँदाहुँदै यो घरभित्र कोही आउँछ भने म केस गर्छु। ढेर कल्याण, त्यो दिन म यति धेरै बोले। मलाई त्यो शक्ति कहाँबाट आयो मलाई थाहै भएन। बोल्दा बोल्दै म थाम्न नसकेर बाहिर गएँ। श्रीमान मेरो पछि पछि आउनुभयो, र पछि म फेरि कोठाभित्र गएर यति धेरै बोलेछु। सायद सबै भ्रममा थिए होला त्यो केटी। सायद मेरो बोलीले उसको भ्रम सबै टुट्यो होला। हेर्दा र आँखा मतिर हेरी मैले केही बुझ्नै सकेन डियर कल्याण। कुरा के हो, कुरा कस्तो हो मैले बुझ्नै सकिनँ। र उसले आँखा हेरेपछि ऊ उठी। मैले भने गाह्रो भएको होला, एकछिन बसेर जाँदा पनि हुन्छ। ऊ फेरि त्यहीँ बसी लामो सुस्केर हाली। र त्यसपछि उसले भने, मलाई सबै कुरा ढाँटिएको रहेछ। मैले पनि मेरो घरमा आएका विवाहका प्रस्तावहरूलाई क्यान्सिल गर्दै गएँ। मेरो लागि पनि राम्रा राम्रा केटाहरू आएका थिए होलान्। पढे लेखेकी केटी हुँ, उमेर छ। तर मैले सब चिज त्यागेँ, सब चिज सेक्रिफाइस गरेर आज यो अवस्थामा आउँदा यो कथा सुन्दैछु। यो कहाँको न्याय हो। ऊ फेरि उठी। र त्यो पल मैले भने, यदि आउँछौ भने तिमीहरू यहाँबाट जाऊ, मेरो श्रीमानलाई लिएर जाऊ। तर यो घरमा पस्न पाउँदैनौ। यदि यो घरमा बस्छ भने म एउटा कानुनले दिएको आधिकारिक श्रीमती हुँ। कानुनी लडाई लडेर आऊ। मैले के बोले डियर कल्याण मलाई थाहा छैन। र त्यसपछि लामो सुस्केर हालेर ऊ त्यहाँबाट निस्की। र त्यसपछि म छतमा गएर यति रोएँ डियर कल्याण, यति रोएँ, खै कसरी सुनाऊ। आफ्नै अगाडि, आफ्नै घरभित्र श्रीमानले आफ्नै सौता ल्याउन तयार भएपछि को नारी रुँदैन। म यति रोएँ। म सुनाउँछु मेरो कथा। आज तपाईँलाई दिल खोलेर सुनाउँछु, बस दिल खोलेर।